हिजो मात्र हाम्रो नेपालका नेताहरूको कुल सम्पत्ति सार्वजनिक गरियो। अनि कसको कति सुन रहेछ, कसको कति चाँदी रहेछ, घर, जग्गा, जमिन कति रहेछ भन्ने कुरा आउँदै गर्दाखेरि अनि हामीले एक पलमा सोच्यौँ, ओहो मसँग त्यत्रो ब्याङ्क ब्यालेन्स छैन अथवा त्यत्रो धन सम्पत्ति छैन। तर पनि बाइबल यो विषयमा चाहिँ केही कुरा पक्कै पनि भन्छ। जहाँ दोस्रो कुरन्ती 4 अध्यायमा जहाँ चाहिँ माटोको भाँडोमा भएको धनको विषयमा कुरा गरिएको छ। अब माटोको भाँडामा भएको धन यो सुन्दाखेरि नै कस्तो अचम्म लाग्छ, होइन र? किनभने अहिलेको समयमा त प्राय यो कुरा चलनमा आउँदैन। तर प्राचीन कालमा यदि हामीले हेर्छौँ भने चाहिँ प्राय मानिसहरूले उनीहरूमा भएको धन सम्पत्ति यानि कि सुन, चाँदी बहुमूल्य रत्नहरू चाहिँ प्राय माटोको भाँडामा राख्दथे। जसको कारणले गर्दाखेरि चाहिँ उनीहरूले त्यो माटोको भाँडामा राखेर जमिनमा खाल्टो खनेर राख्ने गर्दथे। त्यो हुँदा चाहिँ धेरै वर्षसम्म पनि उनीहरूको त्यो सुन चाँदीहरू अथवा उनीहरूसँग भएका रत्नहरू चाहिँ वर्षौँ वर्षसम्म पनि टिक्न सक्थ्यो, खिया लाग्दैन थियो, त्यहाँ कुनै पनि असर गर्दैन थियो। अनि हामीले यहाँ हेऱ्यौँ भने दोस्रो कोरिन्थी 4को 7मा यसरी लेखेको छ, सर्वश्रेष्ठ शक्ति हाम्रो होइन, तर परमेश्वरको हो भनी प्रष्ट पार्न यो धन हामीसित माटोको भाँडामा छ। हेर्नुहोस् त, यो धन आज हामीसँग कहाँ छ? माटोको भाँडामा छ। अनि यो धन भन्दै गर्दाखेरि आज हामीले यो कुरालाई बुझ्नुपर्छ कि परमेश्वरले यानि कि त्यो बहुमूल्य सुसमाचार आज हामीभित्र राखिदिनु भएको छ। परमेश्वरले आफ्नो आत्माको अंश हामीभित्र राखिदिनु भएको छ। जसको कारणले गर्दाखेरि हुनसक्छ संसारमा हुँदै गर्दाखेरि हामीसँग सुन चाँदी रुपियाँ पैसा नहोला, तर पनि हामी चाहिँ स्वर्गको राज्यको निम्ति धनी भइसकेका व्यक्तिहरू हुन्। यसै कारणले गर्दा यही भन्न चाहन्छु, जो सानो म्यासेज तपाईँलाई आशिष दिएको होस्। धन्यवाद। जय मसीह।